बन्दै छ पुरा? हजुर। ए ला, त्यो तल टोलीमा दुईटा चौतारा छ नि बस्ने। उही तल होइन? हजुर। हजुर। बाटो छैन ओह्रालो जाने? हजुर। त्यही बाटो जान्छ। त्यो बाटो चाहिँ सक्छ हामीले? सक्छ। ए ला, यो त डल्लै बन्द रहेछ। अस्ति खोलेको थियो नि है? हजुर, आज मसला काम हुन्छ कि? हजुर। ला, यो चाहिँ तपाईँको रोहिणीको बाटो हो। यो ओह्रालोबाट आएर यसो उकालो घुम्ने बाटो है। यहाँ दुईवटा चौतारा भएको जग्गा छ है। अन्त यो बाटो चाहिँ तपाईँको अब उकालो लाग्ने बाटो अरे यहाँदेखि। यता चाहिँ तपाईँको उकालोको बाटो त बन्द रहेछ हो। अब यो बाटो जानु अरे, हेरौँ अब कस्तो रहेछ। यहाँदेखि भित्रबाट सिधै खरसाङ निक्लिन्छ अरे हो। ल हेरौँ है। बाटोको मजाको रहेछ। बाटो रहेछ है। मलाई पनि थाहा थिएन। पहिरो गएकोदेखिको फर्स्ट टाइम म यहाँ आएको। यहाँ चाहिँ तपाईँको पहिरो गएको बाटो। हामी चाहिँ त्यो तलबाट यसो घुमेर आयो है। ए बाटो सजिलो रहेछ। हजुर होइन, अघि त म यहाँबाट सिधा आएँ कि बाटो बन्दै गरेर फेरि ओह्रालो गएर आएको। हजुर, तर यो बाटो गाडीहरू हिँड्नु दिँदैन रहेछ है? दिँदैन नि? प्राइभेट गाडी इमर्जेन्सी मात्रै। ए हजुर।